साथीहरु हाम्रो असारको अस्ति छरेको बिउ आज उखाल्ने भइसक्यो धान रोप्ने बेला भइसक्यो हाम्रो भाउजू सन्चै हुनुहुन्छ भाउजू सन्चै छु यी बल्ल आएर बिउ गर्न लाग्छु नि ल उहाँ आमा हुनुहुन्छ उहाँ दिदी यहाँ धनी खेत रोप्ने धनी सुरु भयो नि ल छुपु र छुपु हिलोमा हिलोमा धान रोपेर ओए चप्पल छिनेको हेर्न चप्पल हेर्न यहाँ चप्पल आयो बा कसको यो नानीको कसको चप्पल लाएर आएको के ट्र्याक्टर लाउने ठाउँमा आएको ट्र्याक्टरै छैन छैन भन्दा भन्दै ट्र्याक्टर पनि पाउँदैन यो बेलामा के गर्नु र साथीहरू धान रोप्न गाह्रो पो छ त हौ कुन गरा हो ओहो टन्नै रहेछ त अनि ट्र्याक्टर कहाँबाट आउँछ त हाम्रो चाहिँ बाउसीहरू है गाइज कान्छ धान रोप्न आएको त के भयो ट्र्याक्टर पाएन आउँछ अब एकछिनमा यो चाहिँ हो लक्ष्मीमा दिदीको धान रोप्ने खेत यहाँ दिपाङ ताल अरे है यो दिपाङ ताल अरे ल जा नि त माझ उफ्रिया जा त कतिको पानी रहेछ हेर्छु म ल जा भाग भागिहाल्छु त पानी त टन्नै रहेछ है साथीहरू अहिले चाहिँ यो गरा यस्तो छ पानी त है कति बेला आउने हो ट्र्याक्टर कुर्दा हैरान्छ हेरे हो त्यहाँबाट एकछिन खोलिदियो नि त त्यो भरिसके हो त्यहाँबाट खोलिदियो एकछिन अनि यहाँ यतिमा पानी भरिन्छ नि त अहिले फेरि यति भएन अनि फेरि ट्र्याक्टरको मान्छेले पानी छैन भन्छन् फेरि कस्तो हुँदो रहेछ त झोबङ र यहाँ खेत रोप्नेमा फरक यहाँ फेरि अहिले उहाँको एक दिन रोप्ने खेत फेरि एकैछिनमा बनाइदिन्छ नि त फेरि होइन सरलाई है साथीहरू हामी त्यति बेकार हिँडेको रोप्न ल अघिको गरौँ यस्तो भयो है फेवाताल ट्याक्कै फेवाताल भिनाजु के छ हजुरको खबर जाँदा त कतिको हुँदो रहेछ जाने कति कति रहन्छ यहाँ माला जान यहाँ त्यहाँ घुमाउन सक्छ यहाँ ल रोप्ने तयारी हुँदैछ यहाँ चाहिँ काट्ने तयारी हुँदैछ धान यो चाहिँ चैतमा रोपेको होइन चैत धान यो 1500 20 हिसाबले हुन्छ काट्ने आजको वेदर चाहिँ यस्तो छ साथीहरू हो कम्ता गर्मी छ यसो जाङ्गे लगाइदिनुस् न हो
कतै चाहिँ पानी नभएर हैरान होइन, कतै पानी धेरै भएर अब यहाँ छोप्दाको हैरान पानी। यस्तो छ अवस्था है। गफुल पानी धेरै भयो भने गफ होला पक्कै पनि। हामी चाहिँ यहाँ रोप्न सुरुवात गर्दैछौँ अब। 2082 सालको पहिलो रोपाइ हो है यो चाहिँ। फेरि ल्याउनु दिदी बिउ। यतातिर धान पाक्ने बेला भइसक्यो साथीहरू, यतातिर रोपेकै छैन। ल एकदम ट्याक ट्याक गरेर फाल्नु है, ल फाल्नु। के सानो हो नि त, अनि त्यहीँ डुब्ला जस्तो छ। ल यति भएपछि चाहिँ धान रोपिन्छ है गाईचहरू। ल सालको हाम्रो पहिलो धान रोपाइ हो लेखनाथमा। चाहिँ फेरि यति चर्को घाममा अब भरे चाहिँ ठ्याक्क अफ्रिकाबाट या त फेरि तराईतिर आएको जस्तो हुन्छ होला नि। यति त हुनु पर्यो। 82 सालको पहिलो धान रोपाइ। पहिलो धान रोपाइ यस्तरी रोप्नुपर्छ है। 1 कुन्टा नरोप्नु भनेको होइन। यतातिर त एकैचोटि 2टा 3टा अलि फरक गरेर रोप्छन् अरे है साथीहरू। तपाईँकोतिर कसरी रोप्छन्? हाम्रोतिर चाहिँ 1 कुन्टा रोपिन्छ के अरे, यहाँ चाहिँ 2टा 3टा जतिवटा आउँछ त्यतिवटा रोप्ने, अनि यसरी गाँजिन्छ अरे भन्ने कुरा हामीले थाहा पाइयो के अरे। अब के कसो हो है त्यही। अब यहाँ दिदी छिटो रोप्ने मान्छेले मेलो सुरु गर्नुभयो, अब त्यस पछाडि ढिलो रोप्ने मान्छेले फेरि बिउ त हराउँछ त दिदी यहीँ तलै। पानी धेरै छ त अनि। हाम्रोतिर फेरि 1 कुन्टा रोप्ने बानी भएर हातमा चाहिँ एउटा भन्दा धेरै आउँदैन। के हो यस्तो चाला? तर एउटा भन्दा आउँदो रहन्छ। अब यतातिर चाहिँ 2टा 3टा रोप्ने चलन छ अरे। अब बिउ पनि देख्दैन हेर्नुहोस् साथीहरू। ल एउटा गरेर रोपेर भ्याइयो, अझै 2टा गरेर बाँकी छ। धन्नै लडाइदियो, धन्नै लडाइदियो होइन, लडिसक्यो हौ। के हो यस्तो? हुरु खेतलासी नरोपेर उभिएर गफ गर्ने भनेर गाली गर्नुपर्ने। के गर्ने हो? यस्तो त छ जिन्दगानी। आइसकेपछि रोप्दिनँ भनेर भन होइन। हो त नि। द्वादशी भयो, एकादशी गइहाल्यो, अनि रात परेर घाम गए। खाजा खाने बेला भयो। ए ल ल ल आमा खुट्टा दुखेछ? ए धुन पर्दैन आमा। आज मेरो व्रत हो, शनिबारको व्रत। चिया मात्रै खाने हो। बस्नु बस्नु आमा, बस्नु न। हो त्यतै अगाडि बस्नु जानु हो, त्यहीँ बस्नु जानु होइन। यता अप्ठ्यारो होला नि। पानी आउन लाग्यो। पानी आउन लागिसक्यो गाईचहरू। खाजा खाने बेला हुँदैछ हाम्रो। हात यस्तो छ, माथितिर वेदर यस्तो छ। अहिले चाहिँ 5:30 हुन लाग्यो। खाजा खाने बेला भएको छ। खाजा बाँड्दैछन् त्यतातिर।
यतातिर पानी आउनु लाग्छ यतातिर घाम लाग्छ गिलास भरिने भयो छिटो हालौ त चिया पानीले गिलास भरिने भयो भाउजू हात्तिएर भाउजूलाई पहिला अलिक छिटो खान्छ गर रोपिहाल्नुहुन्छ भाउजूले म चिया खाएर हिँड्नु होइन यो तन्किने नाम्लो हो केही हुँदैन ल त बाई बाई अहिले चाहिँ धान रोपिसकेर हामीहरू घरतिर जाँदै हो खेताला कोही उताबाट जाँदैछन् भाउजू कसको कानले सुन्ने है खेती जस्तो भइरहेछ के अरे के हो गभर्मेन्टको कामहरु छ अरे हामीले पनि 10 मुरी फल्ने धान फल्ने रोपेर हिँड्ने यसले मैले रोप्ने कहिले ओ बिजुक त्यही बिउले रोप्ने कताको बाटो प्लास्टिक रोप्यो छ ए देख्दै हैन अघि हामी आएको कताबाट दिदी कताबाट आएको त्यही बाटो होइन यतैबाट होइन ल साथीहरू धान रोपेर आजको दिन बिताइयो आजको दिन बिताइयो गोड्न लाउनु भयो त्यही त नि हो त नि दिन आए रात आउँछ रात आए दिन आउँछ भन्नुभयो आमाले हामीले धान रोपेर भ्याइसक्यौँ माना रोपेर मुरी फलाउने उद्देश्यले रोपेको चाहिँ माना नै हो है फेरि गाईचहरू कति माना हो 24 माना धान 28 माना धानको बिउ 10 मुरी खेत धान फल्ने खेता रोपेर भ्याइयो आज अब यति भएपछि गाईचहरू 2082 सालको धान पहिलो धान रोपे भयो ल यति भन्दै आफ्नो धान रोपे कहिले हुने हो अब यति भन्दै हामी चाहिँ लाग्नुपर्छ घरतिर अहिलेको वेदर चाहिँ यस्तो छ है दिदी अब म जाने हो पोखरा दिदी जाने हो हेम्जा अब त्यो त आफ्नो घर नजिकै छ के अरे त्यही भएर मक्ख परेर बाल्टी बोकेर हिँड्दैछ ए गमला सरी है गाईजहरू गमला बाटा भन्छ होइन अब यति भएपछि हाम्रो खेतालाहरू गयो उताबाट गए यति भएपछि भइहाल्यो ल यति भन्दै अब हामी घर जान्छौँ ल दिदी बाई 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 ल ओइ बाई गरे 10 मुरी धान रोपेको मान्छे बाई सी यू नेक्स्ट ब्लग आज खेल्न पाइएन बिजोड तरिकाले खेल्छु हाम्रो रोप्ने बेला त माटो दलेर हामी हेरेको हेरै ल भयो धन्य